संसद नियमावली तयार। प्रधानमन्त्रीले प्रत्येक महिना सांसदका प्रश्नको जवाफ दिने। ऋण नतिर्ने सहकारीका सञ्चालक र ऋणीलाई सरकारको अल्टिमेटम। विद्यालयमा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न सरकारको निर्देशन। अब सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले 7 दिनभित्रै दिनुपर्ने। लामिछानेलाई सांसदको काम रोक्न माग गर्दै सर्वोच्चमा रिट। उच्च स्तरीय संयन्त्र बनाएर गृहमन्त्री गुरुङमाथि छानबिन गर्न एमालेको माग। सिंहदरबार भित्रै पुगेर नेविसङ्घले गर्यो प्रदर्शन, 4 जना पक्राउ। गृहमन्त्री सुदन गुरुङलाई राजीनामाको सुझाव हर्क साम्पाङको। राजीनामाको हल्लाबीच रवि लामिछानेलाई भेट्न बुढा नीलकण्ठ पुगे सुदन गुरुङ। गर्भपतनका लागि अस्पताल चाहर्दै अस्ताइन 29 वर्षीय गीता। 3 जना स्वास्थ्यकर्मी पक्राउ। आफ्नो प्रिय कुकुर गुमाएपछि क्रिया बसिन् पर्वत कुस्माकी मेघा केसी। नमस्कार, सत्य तथ्य र विश्लेषणात्मक समाचारको सङ्गालो जनखबरमा यहाँलाई स्वागत छ। देशैभरिका सम्पूर्ण खबरहरूको लागि हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अब समाचार विस्तारमा। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्थालाई निरन्तरता दिँदै प्रतिनिधि सभा नियमावली तयार भएको छ। राजपपा सांसद गणेश पराजुलीको संयोजकत्वमा बनेको नियमावली मस्यौदा समितिले मंगलबार आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद डीपी अर्याललाई बुझाएको छ। प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको छ। नियमावलीको नियम 56 मा सांसदसँग प्रश्नोत्तरको व्यवस्था गरिएको हो। नियमावली पारित भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सांसदका प्रश्नको जवाफ दिनुपर्नेछ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्ने व्यवस्था गरिएको छ। संसदीय व्यवस्थामा महत्त्वपूर्ण मानिने प्रश्नोत्तरको व्यवस्था विगतमा पनि गरिएको थियो। समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरूका विरुद्ध सरकार झन कठोर रूपमा प्रस्तुत भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै 15 दिनभित्र आफ्नो ऋणको सामा, ब्याज र हर्जाना चुक्ता नगरे कारबाही गर्ने भएको हो। पटक पटकको फोन, एसएमएस र पत्राचारलाई व्यवस्था गर्दै आएका ऋणी र सञ्चालकहरूका लागि यो अन्तिम मौका हो। समितिका अनुसार तोकिएको 15 दिनको समयावधिभित्र ऋण राफसाफ नगरेमा सम्बन्धित व्यक्तिहरूको नाम र फोटोसहितको विवरण सार्वजनिक गरिनेछ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रम र पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ। देशभरका सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै केन्द्रले तत्काल अनुगमन गरी कारबाही अघि बढाउन निर्देशन दिएको हो। विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रबाट विकास भएका तथा केन्द्रबाट स्वीकृति प्रदान गरेका पाठ्यपुस्तक र पाठ्य सामग्री मात्र विद्यालयमा लागू गर्नुपर्ने, पृष्ठ सङ्ख्या र मूल्य समेत पाठ्यक्रम विकास केन्द्रको मापदण्ड अनुसार हुनुपर्ने नीतिगत व्यवस्था छ। केही प्रकाशनले बढी मूल्य तोकिएका, कागजको गुणस्तर न्यून भएका र स्वीकृति नै नलिएका र मूल्य नै नतोकिएको र त्यस्तै पाठ्यपुस्तक तथा पाठ्य सामग्री केही स्कुलहरूले प्रयोग गर्न लगाएको गुनासो बढेको केन्द्रले जनाएको छ। यस्तै विद्यालय आफैले पोसाक, पाठ्यपुस्तक तथा स्टेसनरी पनि बिक्री गर्न नपाउने भएका छन्। केन्द्रले स्थानीय तहसँग समन्वय गरी यस्ता गतिविधिहरूको अनुगमन र कारबाहीको विवरण केन्द्रमा पठाउन समेत आग्रह गरिएको छ। संसदमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले 7 दिनभित्रै दिनुपर्ने भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 15 मा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ। शून्य र विशेष समयको अलावा अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सांसदले ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा उनको सांसद पदको कार्य सम्पादन रोक्न माग गरिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक पदमा रहन नमिल्ने दावी गर्दै अधिवक्ता आयुष बडाल लगायतले यस्तो मागसहित रिट दर्ताका लागि पेश गरेका हुन्। निवेदकहरूले मुद्दा टुङ्गो नलाग्नेसम्म लामिछाने स्वतः निलम्बनको अवस्थामा रहने कानुनी व्याख्या अघि सार्दै उनलाई संसदका कामकारबाहीमा संलग्न हुन नदिन अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरेका छन्। नेकपा एमालेले विभिन्न विवादमा मिच्छिएका गृहमन्त्री सुदन गुरुङमाथि उच्चस्तरीय संयन्त्र गठन गरेर छानबिन गर्न माग गरेको छ। एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीन बहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका छन्। नेपाल विद्यार्थी संघले सिंहदरबारभित्र पुगेर प्रदर्शन गरेको छ। आज अपराह्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मन्त्री परिषद बैठक चलिरहेको बेला सिंहदरबारभित्र
नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। गृहमन्त्रीको राजीनामा र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै प्रदर्शन गरिएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य भुवन भट्टले बताए। प्रदर्शनको क्रममा 4 जना युवालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सिंहदरबार परिसरभित्रबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टरायले जानकारी दिए। उनीहरू प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो। नेकपा एमालेले विभिन्न कार्यक्रमको पोस्टरबाट अध्यक्ष केपी ओलीको तस्विर हटाउन थालेको छ। एमालेले बुधबार 77औं स्थापना दिवस मनाउँदैछ। नेकपा स्थापना दिवसको सन्दर्भमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा अध्यक्ष ओलीको तस्विर प्रयोग गरिएको छैन। गृहमन्त्री सुधन गुरुङ राजपपाका सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढा नीलकण्ठ पुगेका छन्। विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बीमा कम्पनीको संस्थापक शेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मिचिएका छन्। यसै विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। काठमाडौँमा साम्पाङले पत्रकार सम्मेलन गरेर भने उहाँको जहिले नयाँ सुनिराखिन्छ, त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्ताको 2-3 चोटि सुनिराखिन्छ, घरि के, त्यसकारण उहाँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु। रिब्दीकोट गाउँपालिका 2 ख्या घर भएकी शिक्षिका गीता पाण्डे शनिबार रूपन्देहीको बुटुवलमा स्थित खत्री नर्सिङ होममा नियमित जाँचको लागि पुगिन्। त्यही कार्यरत डीबी खत्रीसँग उनले नियमित जाँच गराउँदै आएकी थिइन्। नियमित जाँचको क्रममा डाक्टरले गर्भमा रहेको बच्चाको राम्रो विकास नभएको भन्दै गर्भपात गराउनुपर्छ भनेपछि उनी झसङ्ग भइन्। विकलाङ्ग बच्चा भन्दा बरु गर्भपात गर्नु उचित भन्नेमा उनी पुगे। खत्री नर्सिङ होमले गीतालाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी रिफर गर्यो। नर्सिङ होमकै निर्देशन अनुसार उनी जोनसमा पुगे। त्यहाँ क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीले उनलाई भोलिपल्ट अर्थात् आइतबार गर्भपातको लागि बोलाए। सोही अनुसार गीता आइतबार जोनसमा पुगिन्, तर त्यहाँ उपचार सम्भव नभएको भन्दै नजिकैको इन्दुलेखा क्लिनिकमा लगियो। त्यहाँ उनको गर्भपात गराउने प्रयास भयो, तर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि लुम्बिनी सिटी हस्पिटल लैजाँदै गर्दा उनको आइतबार दिउँसो 3 बजेतिर मृत्यु भयो। इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख डीएसपी निशान्त श्रीवास्तवले पीडित परिवारले डाक्टर र स्वास्थ्यकर्मी सहित 5 जना विरुद्ध किटानी जाहेरी दिएको बताए। डीएसपी श्रीवास्तवले अहिले हामी 3 जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं। पीडित परिवारले खत्री नर्सिङ होमका डाक्टर डीबी खत्री, इन्दुलेखामा कार्यरत डाक्टर सतीश रूपाखेती, जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेते, देवेन्द्र घरती विरुद्ध जाहेरी दिएका छन्। आफ्नो प्रिय कुकुरको मृत्यु भएपछि पर्वत कुष्माकी मेघाकेशी सो कुकुरको नाममा किरिया बसेकी छन्। कालो र शरीरको केही भागमा खैरो रङ भएको कुकुर उनका लागि प्राणप्रिय थियो। छोरी समान मानेको कुकुरको मृत्युपछि विधिवत अन्त्येष्टि त गरिन् नै, उनी किरिया नै बसिन्। उनले कुकुरको आत्माको शान्तिका लागि सेतो कपडा लगाइन्, लागि दियो बालिन् र नुन बारिन्। परिवारकै सदस्य सरह शोक मनाइन्। उनले सुख दुःखको सहारा भएर साथ दिएकोमा उनले कालीलाई धन्यवाद पनि दिएकी छन्। आज मंगलबारसम्ममा कुकुरको मृत्युको 3 दिनको कार्य पनि गरिसकेकी छन्। र अन्त्यमा तितो करेलाको मिठो कुरा। हाम्रो भान्सामा उपलब्ध सरकारीहरूमध्ये करेला एक यस्तो सरकारी हो जसको स्वाद तितो भए पनि यसले स्वास्थ्यलाई प्रदान गर्ने लाभहरू असीमित छन्। दैनिक रूपमा करेलाको जुस सेवन गर्दा शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्राप्त हुन्छन्। करेलाको जुसलाई प्राकृतिक औषधि पनि मानिन्छ। विभिन्न अध्ययनहरूले यसका फाइदाहरू प्रमाणित गरेका छन्। त्यसमध्ये हामी तपाईलाई केही प्रमुखका बारेमा बताउनेछौँ। यदि तपाईलाई सुगर अर्थात् चिनी रोग छ भने करेलाको जुसले तपाईको चिनीको मात्रा नियन्त्रणमा सहयोग गर्छ। करेला टाइप 2 मधुमेहका लागि रामबाण नै हो। यसमा रहेको चारान्टिन र पोलिपेप्टाइड पी जस्ता तत्त्वहरूले प्राकृतिक इन्सुलिनको रूपमा काम गर्छन् र ग्लुकोजको उपयोगलाई सुधार्छन्। एक अध्ययनमा 20 जना मधुमेहका बिरामीहरूलाई दैनिक 2000 मिलिग्राम करेला दिएको 12 हप्तामै हिमोग्लोबिन A1C स्तर घटेको पाइएको थियो। त्यसैगरी मिर्कीको स्वास्थ्य सुधार्न पनि करेलाको जुस निकै उपयोगी हुन्छ। करेलाको जुसको सेवनले शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ र मिर्कीलाई सफा गर्छ। करेलाको जुसको सेवनले शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ र मिर्कीलाई सफा गर्छ।